हेलो साथीहरु नमस्ते वेलकम ब्याक टु माई च्यानल इट्स मी समीक्षा आई होप यहाँ सबैजना सन्चै आरामै हुनुहुन्छ आफ्टर लङ टाइम धेरै समयपछि म ब्याक भइसकेको छु। मैले आज खास मेरो भिडियो बनाउनुको मेन उद्देश्य चाहिँ के हो भने आज चाहिँ हाम्रो पर्सि सोमबार चाहिँ आज शनिबार हो, सोमबार चाहिँ बहिनीको बर्थडे छ अनि हामी चाहिँ यसो सरप्राइज दिउँ न रमाइलो गरौँ भनेर चाहिँ सरप्राइज दिन लागिरहेको छौँ। त्यही भएर मैले भिडियो बनाएको तिनीहरूलाई चाहिँ हामी अगाडि पठाइदिइसक्यौँ। अनि यहाँ चाहिँ हामी दुईजना छौँ, एल्सा र म। एल्सा भने को भनेर चिन्नुहुन्छ, म एकछिनमा देखाउँछु हजुरहरूलाई। तिनीहरू छिटो पठाएर हामी चाहिँ बाटोमा बसेर भिडियो गर्दैछौँ। सरप्राइज यस्तो भनेर वाइल्ड सरप्राइज त केही पनि होइन, यस्तो सानोतिनो सरप्राइज दिउँ भनेर। त्यो खुसी हुन्छ कि हुने भन्ने हामीलाई केही पनि थाहा छैन। म भिडियो बनाउन भनेको यिनीहरू सबैले करलाएर बनाउनु भनेर म भिडियो बनाउनु लाग्यो। के बोलेँ कस्तो बोल्दैछु भन्ने थाहा छैन। ल बजाम हामी दुईजना चाहिँ जाँदैछौँ, तिमीहरू अगाडि अगाडि जाऊ, हामी भिडियो बनाउँछ। मलाई लाज लाग्छ धेरै मान्छे देख्यो भने भनेर तिनीहरूलाई अगाडि पठाइदिइसकेँ मैले। अनि हामीले जस्तै पछाडि बस्दैछौँ। गिफ्ट ल्याउनै बिर्सिनु भएछ। गिफ्ट हामीले हिजै किनिसकेको, हिजो किनेर रेडी बनाइसकेछौँ। ल्याउँछु भनेको बिर्सेछु के गिफ्ट ल्याउनु। केही भएन, साँझको भिडियो साँझ यदि मैले यो भिडियो अपलोड गरेँ भने चाहिँ त्यो गिफ्ट पनि देखाउँछु। मैले साँझ के लिएर आएको थियौँ भनेर अनबक्सिङ गरेको पनि देखाउँछु। सो त्यही हो, भ्यू हेर्नु, भ्यू देखाउँछु मजाले कस्तो भ्यू छ। यो हो यहाँको भ्यू चाहिँ यस्तो छ। यो चाहिँ माडी। तिनीहरू कहाँ पुग्यो भन्ने थाहा छैन। यो एरियामा देखे होइन तिनीहरू। कहाँ गयो त्यहाँ लुक्न त लुके होइन नि। समी साथीलाई चाहिँ आज भ्लग बनाउने फिटिक्कै जागर थिएन, जबरजस्ती स्टार्ट गर्न लगाएर अनि मैले बनाउन लाग्थ्यो। घाममा बरु अलि राम्रो देखेछ न यता भन्दा। मलाई हामीले कहिले पाएको थियौँ अरे, कहिले घुम्न जाँदा अरे समीक्षा दिदी त्यहाँ के मलाई रोज रिसोर्ट जाँदा पायो होला के त। हामी रोज रिसोर्ट कहिले गएको थियौँ अरे? बिपिका त र सम्झाइलाई सोधेको कि। ल हेलो भन्नु सिरु दिदी। सुन न हेलो। ल अब उही गरेर देखाउँछु नसिक्नु। हाक बल्ल राम्रो साथीहरू। हामी चाहिँ यहाँ गाडी कुर्दैछौँ पीडित अवस्थामा यसरी बसिरहेको छौँ हामी यहाँ। खोइ कता गयौ? म यही छु, म पीडित छु। गाडी आइरहेको 4जना मान्छेहरू सधैँ आएन हेर्नु। हामी दुखी त हामी यहाँ रोज रिसोर्ट तल आएर बसेछौँ। कुर्दै के हो अरे भयो 2:30 डाला। म फेरि समीक्षा दिदीको आइडी ग्रो अप भएपछि आउँछु है। मलाई सब्स्क्राइब गर्न भएर बस्नु हो। म छिटै आउनेवाला छु। जानेन त्यस्तो जानु मन लाग्दैन कि मलाई त। मलाई पनि यिनलाई बस मनपर्छ र तिनलाई फेरि खै मुख देखाउँछ। यिनलाई पनि बस मनपर्छ। राम्रोसँग पुरा छोप्नुहोस् है तपाईले। यिनलाई पनि बस मनपर्छ। यिनलाई चाहिँ मलाई मनपर्छ किन इभी मनपर्छ किनकि छोटो टाइममा कहिलेकाहीँ ढिला भएको। गाइस मलाई हाते ट्र्याक्टर मनपर्छ। के बोले भाइ? के बोले के जथाभावी बोले? हैन सिरुदिनलाई त ट्र्याक्टर हैन ट्र्याक्टर हैन ट्रक प्रोडक्ट। साथीहरु हामी फाइनली आइसकेका छौँ हाम्रो डेस्टिनेसनमा 30 पोइन्ट जहाँ हामीले अब हल्ला गर्ने छौँ। ये कर लो पहले। हामी चाहिँ एकछिन बस कुरेर बस्यौँ। बस चाहिँ यति कुर्यौँ हामी आधा घन्टा जति कुर्यौँ। अनि आधा घन्टामा आयो, भिडियो गर्न पाइएन। छिटो बसमा चढेर हामी आयौँ। यहाँ सिसामा हेर्न सक्नुहुन्छ, यसरी छौँ हामी चाहिँ। यो म हो। A few moments later. साथीहरू हामी चाहिँ तिनीहरूलाई झुट बोलेर टोइलेट जान्छौँ भनेर केक लिन आएछौँ। टोइलेट जान्छौँ भनेर यहाँ माथि केक लिन आएछौँ। कस्तो स्याहार भयो क्या, दौडिरहेको भयो। यहाँ बस न, आउन केक चाहिँ आउँदैछ। अनि त्यसरी केक आउँदैछ अरे। अनि हामी यत्तिकै बसिरहेछौँ। भर्खर दाइलाई फोन गरेँ निलले, अनि म आउँदैछु भन्नुहुन्छ। अनि त्यही भएर हामी यत्तिकै बाहिर बसिरहेछौँ। तिनीहरू त्यही भित्र छौँ। अनि तिनीहरूलाई आइरहेको छ होला कि हामी टोइलेट गयौँ भनेर। तिम्रो अझै जान्छौ, तिमीहरू जान्छौ र भनेर सोधेको क्या। अनि मैले डाउट गरेँ जस्तो लागिरहेको। मलाई के बोल्ने के नबोल्ने मलाई त्यस्तो लाग्यो। अघि पनि त्यो के भनिरहेको थियो नि कि कसले फोन यिनीहरू पक्कै पनि के अर्डर गरेछन् भनिरहेको क्या त्यसलाई। हिजो भण्डाखोर भएर हो क्या, त्यही भएन। अलिक सोधौँ है त, तर डाउट लाग्थ्यो भने। तर लाग्छ त्यहाँ त्यसलाई होइन, त्यसलाई लाग्छ कि डाउट। ल एकछिनमा भेट्छु हजुरहरूलाई केक आइसकेपछि। केक आइसक्यो नि रिसिभ गर्नु।
कुछ बताए चेन छ फोन गरेछ अनमिलले मलाई फोन गर्यो हाम्रो केक आयो त्यहाँदेखि केक लिन फर्किँदैछ पनि त्यसले मलाई फोन गरेछ कहाँ गयो यिनीहरू कहिले भनेर भन्छ होला यसो म सकिन्छु कि तिमी केक पहिला उयो भित्र जानु खोल्ने कि केक केक यहाँ मिल्छ होला नि डस्टबिन छैन यता यो रोप्ने क्यान्डलको यहाँ छ केक लिएर जाँदैछ मसँग स्प्रे छ जाँदैछौँ तिनीहरू चाहिँ यहाँ भित्र छन् अब हामी जान्छ कि 1 2 3 Happy birthday to you Happy birthday to you Happy birthday Happy birthday to you यिनीहरूले के भनिरहेको यिनीहरू कहाँ गयो यहाँ सबैले सँगै खानु कैसे कैसे लोग रहते हैं यार यहाँ पर चलो तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम यो के गर्दैला छैन ल बाबा के गरे Happy birthday to you Happy birthday to you आमा जाऊ साथीहरुले जान्नमा गाह्रो भयो फाइनली छोरीको बर्थडे फुल खुवाइदिने के फाइदा Happy birthday Happy birthday जाऊ पढ्दै भन्दै राख्थ्यो बिहान भएको तेरो पोस्ट बिचरालाई लाइदिएको कि खुवाइदिएको ल ओ माय गॉड खानु कपै लाइदिएको अनि अब एक युवती जसको नाम समीक्षा पछाइ हो तिम्रो पर्सि बर्थडे हो अनमिन आज तिमीले सरप्राइज पायौ तिमीलाई कस्तो अनुभव भइरहेको छ मलाई एकदम अनौठो अनुभव भइरहेको मैले यो सोचेको पनि थिएन कल्पना पनि गरेको थिएन साथीहरु हामीलाई चाहिँ यसले गेस गरिछ जस्तो लाग्थ्यो तर यति पनि डाउट थिएन मलाई चाहिँ मैले बालै दिथेन सोचै थिएन मेरो सबभन्दा पहिलो सोच साथीहरू एल्साले केक लिएर आएको थियो ए मैले केक खान भन्दा केक लिएर सोचेको थिएँ केक काट्नै हुन्न केक ल्याइदिएको होला नि किन म त्यही भएर यिनी भन्दा धेरै सरप्राइज यिनी भइदियो साथीहरु म त्यही भएर पनि धेरै सरप्राइज हुन पाएँ अनि यिनीहरुले गाली खाली फेरि म थिए यिनीहरु दुईटा केक लिन जाँदै यिनीहरुको गाली खाली फेरि म थिए मलाई त रिस उठेर गाइस टिकटक एक्लै बनाए अब मलाई
त्यस्तै भएको थियो कि यस्तो बसेको अब यिनी पनि खान्न भने रिस उठ्यो हामी दुईटा त खाइदिएम आमा छोरीले धर्काएछन् साथीहरू हेलो गाइज अब चाहिँ हामी के गर्दैछौँ यहाँ रुक्नु न एउटा भिडियो बनाउँछु र यहाँ छोप्नु त सिरुदी छोप्नु त ह्यापी बर्थडे Happy birthday to you. Happy birthday. Happy birthday to you. Happy birthday to you. Happy रमाइलो वाला हा भनेको कमेडी टाइपको पुरै कागज त कोचेर फोटो फ्रेम हैन हैन अब यत्रो के होला त यो त्यहाँ लेख्ने पनि राख्दो रहेछ हामी चाहिँ के लेखेन राख्दै रहेछ नि के के ढुङ्गा सुङ्गा त ल्याउनु छिटो के कि म त सक्दिन म त सक्छु होला म त सक्दिन कि फेरि त्यही त कछुवा ल्याइदियो त कसैले हो 99 कसो ल्याउनु भन्दिस र न एउटा फेरि त्यही ल्याएछ माने हेर्न अब सक्छिस् भन्दाखेरि अरु मैले त केही सोच्दैन यसको बर्थडे 2 दिन अगाडि मैले त नखलाएको पछाडिबाट खोला न पेपरको ट्याक हो त्यहाँबाट मेसो नपाए जीवनमा कहिले खोली थिएन हो क्या जीवनमा पहिलोचोटि गिफ्ट पाएको छायद निस्किन्न है साथीहरु कसो तेरो सिस्टर्स ग्रुप होला नि हो नो एल्सा खुट्टा उदा लैजा अमिना हा यो त खोल्नै सकिन्न है आसला मलाई त पर्सी भयो त्यही आइछ भनेकै थिए ल नरौ आँखाबाट आँसु नजार ब छोड्दै नरौ आँखा मरि टल के हैन कि के हुन त्यही हो न आज बर्थडे हो यो कसको अरे बुनुको होला गेस के गेस कप भन्न अरु मन के होला कपै होला गुडिया र कप है ल ल बुनु धेरै धेरै अब यही कपमा हाल्छु अब एल्साको के जो लेख्नु अलि राम्रो चाहिँ हाल्दै अलि राम्रोसँग होला एल्साको एल्साको त सानो महँगो सुने बोकेर आइछ कि तोला होला के यताबाट होला रिङ होला के एंगेजमेन्ट रिङ हो ठ्याक्कै पुरै म त केही सोच्न के यस्तो गर के अलि के मलाई थाहा रे के थाहा अब हामीलाई के होला उल्टी बनाएर पुरै किन लाग्यो कप पनि त भन्थे नि पानी सुन एउटा कुरा सुन है यो यस्तो छ नि यो माथि चाहिँ हुन पर्यो तिमीले यसरी खोल्दा होला हो के हो मुहा पस्काइदिन्छ के भइछ रे यस्तो अलि जाने अलि ओ लाफिङ बुद्ध अरु लाफिङ बुद्ध त्यत्रोमा अट्नुहुन्छ त्यही पनि अनि हाँसेको यो हामी यस्तै माथिबाट राख्नुहुन्छ भने पिर खोल गेस गर म त गर्नै सकिन त्यो त्यस्तै हुन होइन त्यताबाट खोल्यो नि खोल्यो अनि त्यहाँ उभो गर्दा देखिन्छ नि त बट्टा खोल्दा त्यताबाट खोल्न मिल्छ कि अनि त्यो केही हुन्न त्यो बाहिर के झिलिमिली होला ऱ्यापिङ पेपर जताबाट खोल्यो ट्याग गरेर के यस्तो होइन यो त यतापट्टि खैरहेको होइन कि जता ऱ्यापिङ पेपर जताबाट खोल्यो नि खोल त्यो भित्रको बट्टा यिनीहरूले त लास्टै हँसाए आज कस्तो माया हो अब खोल्दा चाहिँ त्यसरी माथिबाट बल्ल खोल हो त्यसरी खोल रुक त्यसरी नै हो कि यसरी नै खोल्दा त त्यसरी तल र अलि तल राख्नु होला यहाँ बिहार खोल न पुरानो छ यो त खोल केको पिनो हेर पहिला एक पिन ल्याइदिनु के हो यहाँ कानमा उही यस्तो पिनो यी
हेर न पछाडि तर यो कभर अर्कै होला त्यो पिनको बट्टामा के हुन्छ र अरू केही होला के हो त्यो राम्रोसँग यसमा फटाइछ नि पनि कस्तो राम्रो Happy birthday to you. Happy birthday to me. Happy birthday to me. अङ्कलको आइडिया हो यो कस्तो लाग्यो त तिमीलाई ढुङ्गा पनि राखिदिनु भन्नुभएको थियो अझै यसको वास्यानो भर्जन रहेछ के